म चाहिँ यसरी बाइकमा हिँड्दै गर्दा फोन आएको थियो। फोन आइसकेपछि उठाएको थिएँ मैले। अब म फोनलाई एकछिनमा खल्तीमा राख्छु। फोन खस्न बेर लाउँदैन, त्यही भएर। अब म तल चाहिँ हाम्रो मगरगोरी भन्ने ठाउँतिर चाहिँ निस्किँदैछु। पारीको जुन उसुलागे गाउँ चाहिँ हाम्रो खसगोरी भन्ने गाउँ रहेको छ। रुन्टीगोदी गाउँपालिका 8 नम्बर रहेको छ यता चाहिँ। र म चाहिँ यता मगरगोरी स्कुल भएर चाहिँ निस्किँदैछु। बाटो चाहिँ अलि अप्ठ्यारो रहेको छ। यसरी अप्ठ्यारो छ हेर्नु। अलिकति बाइकमा चाहिँ थाकिन्छ। खासमा यो राइट साइडमा चाहिँ हिँड्न नहुने, आफ्नो साइडमा हिँड्नु पर्ने। तर बाटो अलिकति अप्ठ्यारो भएको कारणले गर्दाखेरि मैले अलिकति रङ मिचेको छु आफ्नो कन्डिसन हेरेर। अब यहाँनिर फेरि न्युट्रलमा अगाडि बढ्ने भयो। यसरी हालिसकेपछि न्युट्रलमा मगरगोरीको गाउँमा चाहिँ आइसकेको छु। अब न्युट्रलमै हिँड्नुपर्छ अब तेल, किनकि सेभ गर्नु छ। अलि अप्ठ्यारो रहेको छ बाटो। यहाँ पनि न्युट्रलमा अगाडि नबढ्ने भयो। अब स्टार्टमै जाउँ। अब म चाहिँ यसरी अगाडि चाहिँ बढ्ने क्रममा चाहिँ कतै उकालो, कतै ओह्रालो, कतै भिर, कतै पाखा हुँदै चाहिँ धानको बाटोमा निस्किएको छु। अब थोरै तल गइसकेपछि एउटा स्कुल, भानु आधारभूत विद्यालय के नाम छ, त्यहाँ चाहिँ स्कुल रहेको छ। यहाँबाट सिधै ओह्रालोमा जानुपर्छ।
ठिकै छ अलिकति। झन्डै बालम घिर्चिएर बाइक पल्टियो। यो चाहिँ हाम्रो स्कुल रहेको छ। अब म लगभग बीजपाटोसम्म चाहिँ आइसकेको छु। गोपर स्टप रेकर्डिङ।